नेपाल प्रिमियर लिग एनपीएल 2025 को दोस्रो सिजनको उद्घाटन खेल आज नोभेम्बर 17, 2025 त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भयो। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खास बीचको यो रोमाञ्चक भिडन्तमा काठमाडौँ गोर्खासले 5 विकेटको सहज जित निकाल्दै सिजनको शानदार सुरुवात गरेको छ। टस जितेर काठमाडौँका कप्तान करण केसीले पहिले बलिङ रोजे। जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 6 विकेट गुमाउँदै 130 रनको मध्यम स्कोर बनायो। ओपनर आसिफ शेखले कप्तानी पदार्पणमा उत्कृष्ट 54 रन, 41 बल, 6 चौका, 1 छक्का बनाएर टिमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। मायान यादवले 34 रनको योगदान दिए, तर अन्य ब्याटरहरूले निराशाजनक प्रदर्शन गरे। काठमाडौँका स्पिनर मिलिन्द कुमार खेलका स्टार बने, जसले 4 ओभरमा मात्र 15 रन खर्चेर 3 विकेट लिए। शक्ति गौचन र नन्दन यादवले पनि कसिलो बलिङ मार्फत जनकपुरका ब्याटरहरूलाई दबावमा राखे। लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गोर्खासले विस्फोटक सुरुवात गर्यो। ओपनर बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीले पहिलो विकेटमा 70 रनको साझेदारी गर्दै फाउन्डेसन राखे। चार्ल्सवर्थले 23 बलमा 46 रन, 5 चौका, 3 छक्का प्रहार गरेर आक्रामक इनिङ्स खेले। बीचमा केही विकेट झरे पनि गेरहार्ड गेरास्मस र अन्यले लक्ष्य पूरा गर्दै 18.1 ओभरमा 5 विकेटको क्षतिमा 132 रन बनाए। जनकपुरका ललित राजवंशीले 18 रनमा विकेट लिए पनि पर्याप्त भएन। यो जितसँगै काठमाडौँले अङ्क तालिकामा शीर्ष स्थान हासिल गरेको छ भने जनकपुरलाई निराशाजनक सुरुवात भएको छ। मिलिन्द कुमार प्लेयर अफ द म्याच घोषित भए। मैदानमा दर्शकहरूको उत्साहजनक उपस्थिति थियो, जसले एनपीएलको लोकप्रियता झल्कायो। भोलि चितवन राइनोज र कर्णाली याक्स बीच दोस्रो खेल हुँदैछ। क्रिकेट प्रेमीहरूका लागि यो सिजन अझ रोमाञ्चक बन्ने अपेक्षा छ। जय क्रिकेट, जय नेपाल। धन्यवाद।